हामी चाहिँ फाइनली कहाँ आउँदैछौँ? लुम्बिनीको कुन ठाउँ? मायादेवी टेम्पल। मायादेवी टेम्पल जाँदैछौँ हामी। ल सबैलाई हाई भनिदिनु त एकचोटि। सबैजना खुसी छन् गाइजहरू आज। ए यता सानो मान्छेले नि हाई गर्ने रे, सानो छोरी। अनि हामी चाहिँ फाइनली अब यहाँ हेर्नु न कस्तो दामी नजारा देखाउँछ कि नजारा। यहाँ वाटर फाउन्टेन राखेको रहेछ बिचमा, पानी यस्तो राम्रो भइरहेछ। अनि हामी सबैजना चाहिँ खुसी खुसी लुम्बिनी भिजिट गर्दैछौँ। यो ठाउँ चाहिँ एकदमै राम्रो छ, वरपर पानी छ अनि बिचमा बाटो छ कि दाइ कहाँ हिँड्दैछौँ हामी? घुम्दै कहाँ जाँदैछौँ भनिदिनु त। मायादेवी टेम्पल होइन, एकदमै रमाइलो भइरहेछ। मौसम यति शीतल भयो कि भर्खरै हामी यति लकी पनि रहेछौँ होइन। आज एकदमै गर्मी हुनुपर्ने थियो नि त मौसम अनुसार, तर पानी पनि परिरहेछ, शीतल पनि भइरहेछ, हावा पनि चलिरहेछ। यता यता सबैजनाले दाइ ड्युटी पुरा गरिरहनु भएको बिच गाह्रो छ। सबै हाम्रो टिमहरू, अझै एकजना दाइ चाहिँ छुट्नु भएको छ पछाडि। अगाडि चाहिँ अब हामी जाँदैछौँ मायादेवी टेम्पल।